साथीहरु नमस्कार। म मुकेश है। मैले यो टाइटलमा ल्याएको छु धर्म किन धेरै छन्, हामी संसारमा धर्महरू किन धेरै छन् है, अनि यो धर्महरू एउटा धर्म अर्को धर्म किन यी धेरै भइरहेका छन्, समस्या के हो है। यो सबै मान्छेको यसको उत्तर हो मान्छेको बुद्धि भ्रष्ट भएर, मान्छेको बुद्धि खत्तम भएर, मान्छेको बुद्धि आफैमा त भन्दा मेकम तैँले भनेको मैले नपताउने, मैले भनेको तैँले नपताउने, तेरो तेरै धर्म मेरो मेरै धर्म है, तेरो तेरै धर्म मेरो मेरो धर्म, तैँले भनेको मैले मान्दिनँ, मैले भनेको तैँले मान्दिनँ, सबै आफआफमा घमण्ड भएर है, सबै आफआफमा उसले नटेर्ने उसलाई नटेर्ने, उसको उसलाई नटेर्ने है। अनि धर्ममा भ्रमित हुनु पनि स्वाभाविकै हो। त्यो किनभने शास्त्र नपढेर फेरि है, त्यो किनभने स्रोतमा जानुपर्छ नि। कहिल्यै पनि हामी जाँदाखेरि धर्म के हो त नि भन्दाखेरि हामी धर्म हराउने त्यसरी तल तल हराउने होइन के। धर्म जस्तो चिज नै हाम्रो जीवनको अवधारणा हो कि। धर्म बिना हामी बाँच्नै सकिन्न, धर्म बिना हाम्रो जीवन सम्भवै छैन क्या। धर्म बिना कसरी सम्भव छैन, बाँचिराखियो छ, खाइयो छ, नाचियो बसियो छ भन्ने देखिन्छ होइन। धर्म बिना हाम्रो जीवनै सम्भव छैन, हामी खुत्रुको मर्ने हो सक्यो। धर्म बिना सक्यो, हामी पिँढैमा बाँच्ने हो क्या। धर्म बिना गयो नर्कै नर्क हो। अब त्यसलाई बाँचेको भन्ने कि मरेको भन्ने, नर्कमा बाँचेकोलाई बाँचेको भन्नुहुन्छ तपाईँ। नर्कमा असीमित पीडा, अकल्पनीय पीडा भगवान बुद्धले भन्न जानुभएको छ। अब भगवान बुद्ध भनेको फेरि भगवान भनौँ भन्ने हुन्छ। भगवान बुद्ध हामी सबै एउटै हौँ क्या। एउटा भगवान ड्याडी फरक हुनुहुन्छ, हामी फरक हौँ, त्यति हो। हामी फरक हौँ भने हामी एउटै हौँ। भगवान ड्याडी र हामी केही फरक छैन। फरक यति छ कि उहाँ असीमित दया, असीमित माया, असीमित करुणा, असीमित ज्ञान, अनि उहाँको अस्तित्व छ है। हामी चाहिँ छैनौँ, हामी तुच्छ छौँ, हाम्रो अस्तित्व छैन, बस त्यति हो है। अब उहाँका गुणहरू, सुन्दर सुन्दर गुणहरू, उहाँका व्यक्तित्वहरू है, हामीले कल्पनै गर्न नसक्ने व्यक्तित्वहरू छन्। सुन्दरता, उहाँको उदारता है, उहाँको हाम्रो छैन है। उहाँले गरेर बस्ने माया हामीले कसैले गर्न सकिन्न। अब ती त मैले अब अहिले बयान गर्न सक्दिनँ। मैले अब धर्म किन छन् भनेको है, धर्म भनेको के हो सबभन्दा पहिला नम्बर 1 तपाईँले धर्म भनेको के हो बुझ्नुपर्छ है। पहिला धर्म भनेको अरू केही पनि होइन। धर्म भनेको एक भगवान सुन्नेमा हुन्छ, भगवान परमपिता परमेश्वर ईश्वर महेश्वर जो भने पनि है, फादर गड द सन, गड द फादर सन होइन, गड द फादर है, अनि अल्लाह, अनि अब अल्लाह त्यहाँसम्म आउने हो। त्यहाँभन्दा माथि त वैष्णव धर्ममा विष्णु, भगवान विष्णुलाई मान्ने हुन् है। महादेव मान्ने शैव धर्ममा महादेवलाई मान्ने त्यो भगवान विष्णु नै भेष बदलेर रूप बदलेर महेश्वर बन्नुभएको होइन। ब्रह्मा विष्णु महेश्वर हिन्दू धर्मको त मेन त त्यही हो, मेन होइन त्यही नै हो। अरू त्यहाँ भएका ब्रह्मा भनेको पुत्र हुनुहुन्छ, ओम भनेको भगवान विष्णु हुन्छ, उहाँ नै परमात्मा परमेश्वर ईश्वर परमेश्वर परमात्मा है, सबै भगवान सबै है। अनि ब्रह्मा भनेको उहाँले आफ्नो छोरालाई जन्म दिनुभयो नाइटोमा, नाइटोबाट कमलको फुल भयो, त्यहाँबाट ब्रह्म जन्मनु भयो, अनि ब्रह्मले सृष्टि गर्न भन्नुभयो, ब्रह्मले सृष्टि गर्नुभयो। ब्रह्म छोरो अन्तर्गत गर्नुभयो। हामी सबै ब्रह्मै ब्रह्म हुन्छ, चाहे क्रिस्चियन होस् कि जुइस होस् कि जो होस् कि मुल्ला अल्लाह के अरे मुसलमान होस् कि बुद्धिस्ट होस् कि सबै सब हामी चाहिँ छोरो अन्तर्गत पर्छौँ, ब्रह्म अन्तर्गत पर्छौँ। ब्रह्म स्वरूप हो एउटा होइन। त्यसै गरी रुद्र पनि स्वरूपै हो। रुद्र भनेको आफैले भेष बदलेको। कस्तो भेष बदल्ने भनेको म केटो हो नि होइन, अब म मुकेश पौडेल हो, मुकेश पौडेल एउटी केटी भएर हिँडे क्या। महादेवलाई केटी मान्नुहोस्, भगवान विष्णुलाई केटो मान्नुहोस्, बस त्यति बुझ्नुहोस्, त्यति है। भगवान विष्णु केटो, महादेव केटी, बस है त्यति बुझ्नु हो। अनि ब्रह्म भनेको के हो फेरि अलग्गिएको, त्यो रूप बदलेको होइन, रूप बदलेको होइन, ऊ चाहिँ अलग्गिएको। अनि हामी सबै अलग्गिएका हौँ, त्यही भएर त्रिमूर्ति स्वरूप के ब्रह्म स्वरूप, ब्रह्म पुत्र स्वरूप, अनि भेष बदलेको स्वरूप हो। यहाँ भ्रमित छ क्या मान्छे, यही कुरो बुझ्न नसकेर सृष्टिको त यही त समस्या छ। कहिले हरि भन्छन्, कहिले जगन्नाथ भनेका छन्, कहिले के भनेका छन्, कहिले नारायण भनेका छन् है, कहिले विष्णु भनेका छन्, कहिले जे भने पनि एउटो भगवान हो क्या, नाम मात्र फरक हो। मान्छे झुकिएको छ, कोही गणेश भगवान भनेर हिँडेका छन् है, कोही सूर्य भगवान भनेर हिँडेका छन्, कोही बुद्ध भगवान भनेर हिँडेका छन्। हो त नि बुद्ध भगवान, भगवान बुद्ध 9औं अवतार हुनुहुन्छ, भगवान परशुराम पनि 9औं अवतार हुनुहुन्छ, भगवान कल्की पनि 9औं अवतार हुनुहुन्छ। तर उहाँ चाहिँ अवतार भएको भएर भगवान कलिनु भएको। हुन त हामी तपस्या गर्ने जम्मै भगवानै हो नि है, तर ओरिजिनल भगवान ड्याडी भगवान र हामी भगवानमा फरक पर्छ। अब 3 तहका भगवान हुन्छन्। एउटा चाहिँ तपस्या र मोक्ष प्राप्ति पाउने भगवान, जस्तो कि भगवान महावीर भगवान अथवा अन्य राजा मनुहरू, अब कोले मोक्ष प्राप्ति विश्वामित्र, अब तिनीहरू फेरि भगवान भने तिनीहरू फेरि ऋषिमा पर्छन्, ब्रह्म ऋषिमा पर्छन् फेरि है। यो ज्ञान भन्ने दिमाग हल्लिन्छ, सबैतिरबाट सोच्नुपर्छ है, एकैतिरबाट मात्र काम गर्दैन। अनि अझ मुनिहरू हुन्छन्। अब त्यो मुनिको अवधारणा अझ मलाई थाहा छैन, थाहा नभएको मैले भन्दिनँ, त्यसै अचुवाको आधारमा बोल्ने कुरो हुन्न है। एनिवे मैले जे थाहा छ त्यही भनिन्छु। अर्को ब्रह्म ऋषि, तपस्या गरेपछि मान्छे ब्रह्म ऋषि बन्छ, विश्वामित्र ऋषि ब्रह्म ऋषि बन्नुभयो, हामी पनि तपस्या, अब त्यो पनि भगवानै हो उनलाई। अर्को हुन्छ अवतार हुन्छ फेरि है। अनि अर्को चाहिँ हुन्छ अर्को ओरिजिनल ड्याडी हाम्रो भगवान विष्णु ओमकार है। ओमकार वास्तविक नाम चाहिँ ओमकार हो, अनि वास्तविक त्यसपछिको सेकेन्ड नाम चाहिँ
वास्तवमा विष्णु हो। अनि त्यसपछि अरूले नाम राखेर कहिले नारायण कहिले हरि अनि यस्ता यस्ता सबै नाम राखेका आफै राखेका हुन्। कोही गोविन्द कोही केशव कोही जगन्नाथ यस्ता यस्ता है। त्यति हो। एनिवे धर्म हो भगवानले आफ्नो सृष्टि अरू कोही छँदै छैन, अरूमा सृष्टि गर्नै मिल्दैन। शून्य नै शून्य छ, ब्रह्माण्ड लिमिट छ। एउटा जति नै भए पनि एउटा ब्रह्माण्ड त ठिक्कको त हुनु पर्यो नि होइन। कति ठुलो होला, यति ठुलो होला, जति नै ठुलो कल्पना गर्नुहोस् कि ब्रह्माण्ड अहिलेको तपाईँले देखे भन्दा 10 गुणा ठुलो छ ल, अथवा 100 गुणा ठुलो छ, अथवा 1000 गुणा ठुलो छ। अहिलेको सोचे भन्दा अहिले सोच्नुहोस् होइन यत्रो छ भनेर, सोचे भन्दा अझ उता जानुहोस्, 1000 10,000 20,000 ल 1 लाख गुणा ठुलो सोच्नु न, 1 करोडै सोच्नु अथवा 10 करोड सोच्नु, अरब सोच्नु, खरब गुणा ठुलो छ। अहिले जत्रो ब्रह्माण्ड देख्नुभएको छ पृथ्वी छ कत्रो, अब तपाईँले कल्पना गर्नुहोस् पृथ्वीभन्दा 400 गुणा ठुलो सूर्य छ। किताबमा लेखेको छ है, गुगलमा गएर हेरे पनि हुन्छ। त्यो भन्दा ठुलो 1 ट्रिलियन गुणा, 1 अरब खरब कति हो? 1 ट्रिलियन भनेको 12 शून्य हुन्छन् क्या है। 10 अरबको 1 खरब हुन्छ है, 10 अरबको 1 ट्रिलियन हुन्छ क्या है। अब 10 अरबको कि 10 खरबको, त्यो भन्दा ठुलो एउटा ग्यालेक्सी छ, त्यस्ता चाहिँ बिलियन छन्। बिलियन भनेको खरबौं छन् है ब्रह्माण्डमा। त्यो भन्दा 40 गुणा ठुलो भगवान है ब्रह्माण्ड। अब त्यो ब्रह्माण्ड भनेपछि त्यो ब्रह्माण्ड तपाईँ कति, अब अहिलेको जति ब्रह्माण्ड कल्पना गर्नुभएको छ त्यो भन्दा अब जत्रो कल्पना गरे नि गर्नुभयो, त्योसँग सवाल भएन। तपाईँले अरब खरब नील 10 सङ्ख्यै गुणा ठुलो सोच्यो नि सोच्नुहोस्। अनि त्यसको उतापट्टि के छ त नि? केही पनि छैन, केही पनि छैन के हो। यही तपाईँहरूले सोच्न सक्नुहुन्न र भगवानलाई फेला नपार्ने कारण त्यही हो के। तपाईँ दिनदिनै बिहान उठेर काममा जानुहुन्छ, भगवान कहाँ हुनुहुन्छ कहाँ थाहै छैन। भगवान हुन्छ त्यहीँ हुनुहुन्छ भने फेरि भगवानकै शरीर हामी बनेका छौँ भने जोडिएको छ क्या। त्यो बाहिरतिर कहीँ कतै गयो होइन, यो ब्रह्माण्डभन्दा बाहिर भगवान हुनुहुन्छ। त्यही भगवानको शरीर नै खानी बस्ने चिज बनेको छ। यही छाला बनेको छ, यही नाक, यही दाँत, यही कान, कपाल, यही रुख माटो हो, स्याउ सुन्तला केरा अन्न सन्न गेडागुडी हरेक बनेको छ। अनि त्यही चाहिँ अलगिएको छ, फेरि आत्मा बन्छ। अनि त्यो आत्मा जीवित हामी, अनि त्यो आत्माले अनुभव गर्छ। अनि त्यही भगवान आफै रूप बदलिन्छ, आफै बा बनिदिनु भएछ, आफै आमा है, आफै भाइ, आफै साथी, आफै त्यो बा पनि त्यही भगवानै बनिदिनु भएको, आमा पनि भगवानै बनिदिनु भएको, नाकको स्यान पनि भगवान, गु पनि भगवान है, पाचन प्रक्रिया पनि भगवान, हामीले खाएको सन्तुष्ट हुने पनि भगवान। त्यो चरम आनन्द आउँछ नि सेक्स गर्दाखेरि आनन्द आउने हो, त्यो आनन्द पनि भगवानै बनिदिनु भएको क्या, भगवानै बनिदिने हो। अनि त्यो हामी आत्मा जुन छौँ त्यसले चाहिँ अनुभव मात्र गरेर आनन्द लिने हो, सबै भगवान। एनिवे धर्म कसरी बन्यो भने धर्म हो त्यो भगवान जो हुनुहुन्छ उहाँले चाहिँ अरू कोही पनि नबसी कोमा आधारित बन्ने यो सृष्टि आफैमा आधारित बन्यो नि। जसले मलाई माया गर्छ त्यो नजिक आउँछ, जसले भक्ति गर्छ त्यो नजिक आउँछ, जसले पूजा गर्छ, पूजा भनेको प्रशंसा हो। त्यो दुना टपरी अरे यताउता होइन, दुना टपरीको अवधारणा छ के। दुना टपरी भनेको दुना टपरी मात्र, दुना टपरी चामल हालेर दान दक्षिणा दिए धर्म लाउने हो है। धर्म भनेको त्यो पनि हो, तर धर्मको मुख्य भाव भनेको भगवानले आफूप्रति, आफूलाई जसले माया गर्छ त्यो नजिक हुन्छ, फल पाउँछ, जसले भक्ति गर्छ त्यो फल पाउँछ है। अनि नत्र भने फल खाइराखिएको छ है माया नगरे भने, त्यही हो, सजिलो एकदम सिम्पल छ। एउटा भगवान हुन्छ जो हाम्रो ड्याडी हुनुहुन्छ, हामी उहाँबाट अग्लेको हो। हाम्रा बा आमा साथीभाइ इष्टमित्र यो छेडीको हामी यसैमा अल्झिने होइन है। हामी किनभने कुकुर भइन्छ कुकुर बा, कमिलो भइन्छ कमिलो बा, खच्चड भइन्छ खच्चड बा है। त्यसरी सबैलाई बा 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 भन्दै हिँड्ने होइन, कतिजनालाई बा भन्ने। अहिले यो अहिले मनुष्य बालाई पुजारी हो, आमालाई मनुष्य बालाई आमालाई पुजारी हो भने कमिलो बाबालाई कमिलोलाई पूजा हेर्नु पर्यो, गदा बालाई गदालाई पूजा हेर्नु पर्यो, कतिलाई पूजा हेर्नुहुन्छ। त्यही भएर पूजा हेर्ने एउटै मात्र भगवान हुन्छ, त्यो भनेको हाम्रो ओरिजिनल भगवान ड्याडी है। अनि सक्यो। अनि उहाँले आफूमा आधारित सृष्टिहरूमा बस सक्यो। जसले भक्ति गर्छ त्यो नजिकिन्छ, फल पाउँछ। जसले जिसस क्राइस्ट भनेको नजिकिएर फल पाएको, भगवान बुद्ध भनेको तपस्या नजिकिएर फल पाएको, ब्रह्मले भनेको तपस्या, अब ब्रह्म त पहिला जन्मिनु भयो। अनि बाँकी जो छन् तिनीहरूले जो तपस्या गरे भक्ति गरे नजिकिए फल पाए, खाए, मजाले आनन्द लिएर बसे, सक्यो। इ नाइस एन्ड सिम्पल। हामी मानिस त्यही हो, सबैलाई त्यो अधिकार छ। अहिले धर्म हराएको भएर धर्म भनेको भगवानको माया, भक्ति, पूजा अनि के जय जयकार, प्रशंसा अनि भजन, बस यति नै हो। त्यहाँमा त अरू केही पनि छैन। त्यही हो धर्म है। त्यो बाहेक हामीले बाँच्ने दया माया करुणा। अब धर्म किन बने भने हामीमा धर्ममा भ्रमित भएर धर्म भनेको के हो मान्छेले बुझेन के। धर्म भनेको दया माया करुणा हो। अनि मान्छेले त्यो नबुझेपछि अनि मुसलमानहरू उता जन्मे, उनीहरूले 1400 वर्ष अघि पैगम्बर मुहम्मद आयो, त्यो हत्यारा हो, त्यो पापी हो है। किनभने भगवान असीमित दया असीमित माया करुणा हुन्छ। उहाँले कसैलाई, हामी सन्तान सबै हामी भगवानका सन्तान भएपछि एउटा ठोक दुश्मनलाई ठोक पिट कुट होइन। भगवानको सिद्धान्त के हो भने दुश्मनलाई पनि माया गर है, दुश्मनलाई माया गर, विधवालाई माया गर, टुरालाई माया गर, दान दक्षिणा देऊ। दान दक्षिणा दिँदाखेरि भगवानलाई माया गरे भन्दा अझ माथिल्लो स्वर्ग दिनुहुन्छ, त्यति महान हुनुहुन्छ
है न त आफूलाई धेरै माया गरेर आफूलाई दिनुपर्ने हो नि अझ उतातिर उता दिनुहुन्छ है झन् माथिल्लो दिनुहुन्छ क्या तिमीहरूले त्यसो गऱ्यो भने है नत्र त तँहरू त होला नि सबैलाई माया गरेको त्यति जाति मान्नुहुन्छ त्यही भएर भगवान त्यस्तो हुनुहुन्छ ड्याडी है राम्रोसँग बुझ अनि क्लियर अनि त्यहाँ आफूले पैगम्बर म त उता धर्म बनायो जिसस क्राइस्ट आउनुभयो धर्मकै ज्ञान बाँडेर जानुभयो भगवानलाई माया गर भनेर जानुभयो भगवानलाई माया गर पूजा गर अरूलाई दया गर दुश्मनलाई नमाएर पिटी अनि होइन उयो भनेर जानुभयो अनि त्यहाँका अनुयायीहरू पछि उहाँले त धर्मको स्थापना गरेर जानुभएको होइन उहाँले अरे के त्यसपछि हामीले चाहिँ धर्म बनाउँछौँ अब हामीले चाहिँ यही जिससको सिद्धान्तलाई मान्छौँ हामी छुट्टै धर्म मान्छौँ भनेर धर्म बनाउँ त्यहाँ अनि त्यहाँ पछि अब भगवान श्रीकृष्ण आउनुभयो अनि हरे कृष्ण हरे राम भनेर हिँड्यो कतिले अनि त्यो छुट्टै धर्म भनी सोच्यो फेरि अनि अर्को आयो हामी त भगवान विष्णु मात्र मान्छौँ अरूलाई मान्दैन भने फेरि वैष्णव धर्म बनायो त्यसरी अनि अर्को धर्म सिख धर्म आयो अन्तिम को आयो गुरु नानक आयो अनि गुरु नानकले अब जङ्गलमा जानु पर्दैन घरै बसेर कपाल बाँध्ने अनि त्यही अरेपछि दाँत साँत नमान्ने के अनि त्यो है दारी सारी पाल्ने त्यसो गरेपछि धर्म लाउँछ भनेर सिकाइदियो ए क्या राम्रो आइडिया सही बुढो सही आइडिया भनेर लाएर जङ्गलमा जानु पर्दैन भनेर लगाइदिएपछि ओहो क्या राम्रो आइडिया भनेर त्यहीलाई धर्म मानेर हिँड्ने अनि उनीहरूको छुट्टै धर्म है अब बाँकी कुरा क्याथोलिक भनेको त्यही क्रिस्चियन चाहिँ विभाजन भएर नटेर यसले यसलाई नटेर यसलाई आफै होइन हामीले त्यो मान्दैन भने फेरि त्यो धर्म अनि जुइस भनेको अलि पहिला सुरु भएको त्यो पनि फेरि क्रिस्चियनै हो है क्रिस्चियन अन्तर्गतै पर्छ त्यो पनि क्रिस्चियनहरूले माने फर्स्ट टेस्टामेन्ट र सेकेन्ड टेस्टामेन्ट भन्ने हुन्छ पुरानो र नयाँ बस उनीहरूले मान्ने पनि त्यही पहिलाको किङ सलोमनहरू अनि मुसाहरू यिनीहरू मुसा त होइन क्या को त्यही हो एउटै होइन अब बुद्ध धर्म भगवान बुद्धको नवौं अवतार अनि बुद्ध धर्म त्यही भएर धर्म शर्म यो केही होइन धर्म भनेको भगवानलाई माया गर्ने पूजा गर्ने जय जयकार गर्ने प्रशंसा गर्ने भजन गर्ने त्यति हो धर्म अनि हामी दया माया करुणाको बाटो सिक्ने अरूलाई दया गर्ने माया गर्ने जति सक्दो दान दक्षिणा दिने स्वर्गको माथिल्लो तहमा जाने 27 वटा स्वर्ग बनाएका छन् जति दान दक्षिणा दियो र माया भगवानलाई गरौ भक्ति गरौ उति माथि पुगिन्छ जसरी 1 लाख 2 लाख कमाएर पैसा दिनदिनै पैसा कमाइन्छ नि तिमीहरूको बुद्धिको थोपो नगर हो के तिमीहरू ल सुन तिमीले एक वर्ष 12 घण्टा काम गर्न जान्छौ 8 घण्टा काम गर्न जान्छौ त्यो 8 घण्टा काम गर्न जाने थाहा तिमीहरू 8 घण्टा 1 वर्ष 8 घण्टा काम गर्यो भने तिमीहरू गयो कता 1 वर्ष 8 घण्टा गऱ्यो तिमीहरू गयो 33 कोटी देवताको 1 लाख वर्षको स्वर्ग है अब तिमीहरू 2 वर्ष 8 घण्टा भजन गर 2 वर्ष 8 घण्टा भजन गऱ्यो भने तिमीहरू 2 लाख वर्षको स्वर्ग पाउँछौ बुद्धिको थोपोले काम गर त्यहाँ अब तिमीहरू आत्मा हौ अहिले नअरे पछि आनन्द पछि नअरे अहिले आनन्द अनि 2 वर्ष 8 घण्टा भजन गऱ्यो भने 2 लाख वर्षको स्वर्ग 1 लाख वर्ष थपियो के यहाँ जम्मा 1 वर्ष 8 घण्टा दुःख गर्दाखेरि 1 लाख वर्ष थपियो अब 3 वर्ष तिमीहरूले 3 वर्ष भजन गरेर 8 घण्टा पाउँछौ 4 लाख वर्षको जीवन 2 वर्ष थपियो त्यहाँ है अनि 4 वर्ष तिमीहरूले 4 वर्ष 8 घण्टा भजन गर थपिन्छ कति त्यहाँ 4 बाट 8 मा जान्छ फर्केर हेर त कति नाफा भयो 4 वर्षमा 4 लाख वर्ष कमाइन्छ 4 लाख वर्षको आनन्द काम नगर्नु पर्ने जीवन आनन्द स्वर्गीय जीवन बुद्धिको थोपोले काम नगरेर कता लगानी थाहा छैन मरेपछि जे हुन्छ हुन्छ ओहो यही हो जीवन आनन्द यहाँ भन्दा केही छैन अनि त्यसो भए झन् कृतज्ञ भयो नि त यदि भीषण आनन्द रहेछ भगवान प्रति यो जीवन भीषण आनन्द आइछ ओहो भन्ने भयो त झन् कृतज्ञ भयो झन् आभारी भयो झन् माया गर भगवानलाई अनि किन अर्दैन उता नि त्यसो भए होइन भने यो जीवन सुखद जीवन हो आनन्द होइन दुःख र सुख छ यहाँ दुःख र सुख बनाउनको कारण हाँसो खुसी बनाउनको कारण छिटो गरेर तपस्या गरेर छिटो गरेर आनन्द लिएर भनेर त्यता नाफा हुन्छ क्या अहिले मैले जुन हिसाब किताब गरेँ नि हो त्यही हिसाब किताब अनुसार यहाँ चाहिँ त्यो बनाएपछि छिटो तपस्या र डाइरेक्ट भगवान बन्छन् अनि अहिले त्यो स्वर्ग नगइकन स्वर्ग भन्दा नि अझ माथिल्लो तहमा गएर अझ जानु त त्यही स्वर्गै हो बस्ने त तर माथिल्लो तहको स्वर्ग हो के तल्लो तहको त अरू देवता बस्ने स्वर्ग होइन डाइरेक्ट माथिल्लो त्यो ब्रह्माण्ड घुम्ने हो क्या देवता भएर ब्रह्माण्ड घुम्न पाइन्न है त्यो तपस्या गरेर ब्रह्माण्ड घुम्न पाइन्छ सम्पूर्ण ब्रह्माण्ड भीषण नर्क जान पाइन्छ नर्क पनि राम्रै छ हेर्न जाने त हो नि पीडा भोग्न जाने होइन गरे 7 वटा नर्क छन् है मजाले हेर्ने घुम्ने हेर्न आउने हो त पीडा भएका हेरेर आनन्द आउन्न जे भए पनि तर मजै आउँछ किनभने त्यहाँ गयो भने अरूलाई दया गर्न पाइन्छ क्या नर्क गयो भने पीडा भएकालाई दया गर्न पाइन्छ केही दिन पाइन्छ अनि अरूलाई दिएपछि खुसी लाउँछ खुसी नै भइन्छ है नर्क गए पनि तर तिनीहरूको पीडा देखेर दुःख लाउँछ कि त्यहाँ जानु त मन लाउनु तर जमिन चाहिँ राम्रै छ किताबमा लेखेको छ नारदजी एकचोटि जानुभएको छ अरे पाताल अनि चन्द्रमा लाउनु त्यहाँ राम्रै छ है चन्द्रमा आकाश स्वर्ग भन्दा राम्रै छ भन्नुभएको थियो गफै हान्नुभएको होइन होला के
पताउनै पर्यो किताबमा लेखेको अब के अरे शास्त्र हो है एनिवे अरू त झुटो बोले होलान् भन्न पर्यो है अब मिति सिति यताउता ह्यान त्यान झुटो बोले होलान् अब त्यो स्वर्ग त्यही भएर ज्ञान छिचल्ने भने यही हो यो ज्ञानको माध्यमबाट नम्बर थाहा पाउने ईश्वरलाई खोज्ने यताउता थाहा पाउने इति लुच्चा लुच्चा खोज्ने यो पनि हो है मैले भनिहालेँ भने हो यही हो क्या बुझ्ने ज्ञानबाट छिचल्ने अब त्यसले गफै हानु भन्ने कि है कुन चाहिँ गफ हो कुन चाहिँ गफ होइन भने थाहा पाउनुपर्छ के गफ कुन चाहिँ हो नर्क गएको नर्क वा स्वर्ग चाँद छैन रे राति यहाँ चन्द्रमा लाउनु रे राम्रै छ रे स्वर्गभन्दा राम्रो रहेछ भनेपछि गफै हानेको त होइन रहेछ भन्ने बुझ्नु पर्यो उहाँले सही कुराहरू भयो होला पक्कै पनि भन्नु पर्यो तर अब नम्बर हुन्छ नम्बर चाहिँ झुटो हुन नि सक्छ फेरि खास हुन पर्ने त नम्बर सही हो तर नम्बरमा कस्तो हुन्छ भने ज्ञानबाट बुझ्ने भनेर नम्बरलाई घुमाइएको हुन्छ है जस्तो कि अब स्वर्गको समय घुमाइएको हुन्छ है माथिपट्टि ब्रह्मलोकको समय घुमाइएको हुन्छ ठ्याक्क हिसाब किताब ठ्याक्क निकाल्न पर्छ आफूले हिसाब गरेर एनिवे त्यही हो त्यही भएर धर्म भनेको त्यो हो त्यसरी मान्छेले आफै जान्ने भएर आफै जान्ने भगवान् बुद्ध आउनुभयो भगवान् बुद्धको अवधारणा भनेको शान्त भाउ तपस्या गरेपछि भगवान् बनिन्छ अनि झगडा नगर अनि राजा भए पनि राजाको छोरो भयो नि ज्ञानको खोजी अर भन्ने सिद्धान्त हो त्यही देखाएर जानुभएको सिद्धान्त सन्देश त्यो हो उनीहरूले हामी बुद्ध 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 मान्छौँ बुद्ध 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 मान्छौँ गएर मोमबत्ती जलाउँछौँ अनि फर्र घुमाउनेले घुमाउँछौँ हात यसरी फनफन्ती घुमाउँछ त्यही हो बुद्ध धर्म भनेर हिँड्छन् है धर्म भनेको उनीहरूले फनफन्ती घुमाउने अनि त्यो घुम्ने अनि बुद्ध कहाँ गएर नमस्ते अरे त्यही हो धर्म भनिन्छन् अनि स्वर्ग जाने यहाँ पेचारिन्छन् हुन्न कोही जानेवाला छैन ठोका ठोक हुन्छ अनि त्यसमा थाहा हुन्छ एनिवे है कुरो त्यही हो धर्मको बारेमा मैले भनिदिएँ धर्ममा भ्रमित नहुनु धर्म त्यही हो है